युनिभर्सल मेडिकल कलेज कि मानव बत्साला। अपरेसन पश्चात पेट भित्रै किन छोडियो कटन? लापरवाहीका कारण महिलाको मृत्यु हुँदासम्म मौन छ प्रशासन। डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु। अस्पताल भन्छ पेट भित्र के थियो हेर्न भएनौ। पीडित पक्ष आक्रोशित, अस्पताल परिसरभरि प्रहरी तैनात। अपरेसनको टेबलमा भरोसाको दीप बल्यो। पेट भित्र कटन छुट्दा एक महिलाको जीवन जल्यो। हो, यो सत्य कथा हो। युनिभर्सल मेडिकल कलेज भैरहवाको कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका वडा नम्बर 8 बेलवा निवासी वर्ष 28 की विद्यावती कोइरी 2081 असोज 12 गते सुत्केरी व्यथा लागेर युनिभर्सल मेडिकल कलेज भैरहवामा भर्ना हुन्छन् र उनको अपरेसन पश्चात छोरीको जन्म हुन्छ। छोरी अस्वस्थताको कारण छोरीलाई एनआइसियुमा राखिन्छ, तर 4-5 दिनपछि भने छोरीको मृत्यु हुन्छ। छोरीको मृत्यु पश्चात आमा विद्यावती कोइरीलाई अस्पतालले डिस्चार्ज गर्छ। 4-5 महिनापछि विद्यावतीको पेट दुख्न सुरु हुन्छ। पेटको दुखाइ सँगसँगै बान्ता आउन थाल्छ। परिवारले सामान्य होला भन्दै स्थानीय अस्पताल तौलिहवामा नै उपचार गराउँछन्, तर विद्यावती निको हुँदिनन्। समय बित्दै जान्छ, उनीहरू आत्तिदै जान्छन् र केही समयपछि विद्यावतीलाई लिएर परिवार बुटवलका विभिन्न अस्पतालमा उपचारका लागि भौतारिन्छन्, तर रोग पत्ता लाग्दैन। विद्यावतीको परिवारको आर्थिक अवस्थालाई मध्यनजर गर्दै बुटवलको एक अस्पतालले भारतको गोरखपुर जान सल्लाह दिन्छ। सोही सल्लाह बमोजिम विद्यावतीको परिवार विद्यावतीलाई लिएर भारतको गोरखपुर जान्छ र विद्यावतीको सिटी स्क्यान गराउँछ। सिटीको रिपोर्ट अनुसार गोरखपुरको अस्पतालले पेटमा केही वस्तु रहेको र पहिला अपरेसन गरेको अस्पताल जान सुझाउँछ। उनीहरू पुनः युनिभर्सल मेडिकल कलेज पुग्छन्। मेडिकल कलेजले पनि पुनः सिटी गर्छ र 2 दिनपछि आउन भन्छ। उनीहरू 2 दिनपछि युनिभर्सल मेडिकल कलेज आएर भर्ना हुन्छन् र विद्यावतीको पुनः अपरेसन हुन्छ, तर अपरेसन पश्चात भने 2083 3 महिना 3 गते विद्यावतीलाई मृत घोषणा गरिन्छ। पीडित पक्ष मेडिकल कलेजको लापरवाहीका कारण विद्यावतीको मृत्यु भयो भन्छ भने मेडिकल कलेज पेटभित्र के थियो यकिन हुन सकेन भनेर गैर जिम्मेवारी प्रस्तुत गर्छ। यसै विषयमा युनिभर्सल मेडिकल कलेजका प्रवक्ता सुशील गुरुङसँग भेट्न खोज्छौँ र मेडिकल कलेजको आधिकारिक धारणा लिन खोज्छौँ, तर उनलाई हामी भेट्न पाउँदैनौँ, न त उनले फोन नै उठाउँछन्। जिम्मेवारीबाट किन भाग्दैछ युनिभर्सल मेडिकल कलेज? जवाबदेहिताबाट किन भाग्दैछ युनिभर्सल मेडिकल कलेज भैरहवा? किन पीडित पक्षलाई आधिकारिक मृत्युको कारण बताउँदैन मेडिकल कलेज? सरकारवाला निकाय किन मौन छन्? छलफलमा बसेका पीडित पक्षहरू यसो भन्छन्। गया दिन पूर्वी तौलिया उद्योगवाडी संघको अध्यक्ष। तपाईँ यति बेला युनिभर्सल मेडिकल कलेजमा हिजोको मृत्यु जुन भयो महिलाको, त्यो मृत्युको बारेमा छलफल गर्न जानुभएको थियो, छलफल भयो? हामी आज
केही त्यहाँका स्थानीय अगुवाहरू म लगायत मेडिकल कलेजको प्रशासनबाट एकचोटि यो विषयमा बस्न पर्यो। दुवै पक्ष हामी त यो पीडित पक्षको जो मृत्यु भयो उसको लगभग 2 वर्ष अगाडि अपरेसन भएको विषयहरू म यो पहिलेदेखि म जानकार भएको, त्यसमा कसलाई बुटोलमा औषधि गराउने, गोरखपुरमा औषधि गराउने क्रममा के भयो, के रिपोर्ट डक्टरहरूले भने सबै थाहा भएको कुरा हो मलाई। प्रत्यक्ष पीडित पक्षहरू उनीहरू आफ्नो नजिक रहेको बिचाराहरू गरिब परिवार, अझै दलित समुदायबाट गरिब परिवार, विपन्न, उनीहरूको आर्थिक अवस्था पनि एकदमै नाजुक रहेको बेलामा अब सुत्केरी हुने बेलामा अपरेसन हुँदा बच्चाको चाहिँ नि अपरेसन हुँदाखेरि कार्टुन छुटाएको भनेर अहिलेको रिपोर्टमा देखियो। तर त्यो कसले छुटायो, कहाँ अपरेसन भयो त्यो विषयमा कहाँ त्यो गोरखपुरको रिपोर्टले त्यही लिएर जाऊ भनेर हामी पनि लिएर आएपछि ल अब त्यो कार्टन के छुटेछ, के कुरो छ रिपोर्टमा देखाएको छ, त्यो हामीले पनि गर्नुपर्छ, रिपोर्टिङ त्यसको जाँच गर्नुपर्छ भनेर यहाँ पनि जाँच गर्नलाई पैसा जम्मा गराएर जाँच रिपोर्ट आइसकेपछि त्यो रिपोर्टको आधारमा छ केही कुरो भनेर यो पुनः हामीले चाहिँ हेर्नुपर्छ, अपरेसन गर्नुपर्छ भन्ने मेडिकल कलेजको यहाँको भनाइ। अपरेसन गर्ने क्रममा अब पैसा पनि दिन परेन, औषधिको उपचारको पनि दिन परेन, हामीले सबै कुरो चाहिँ नि अहिले तत्काललाई गरिदिन्छौँ। यो कहीँ न केही छुटेछ भन्ने, तर स्पष्ट के छुटेछ त्यही कुरो चाहिँ नि आज के छुटेछ त आज बैठकमा के छुटेछ। मेडिकल टिम जो अपरेसन अहिले तत्काल गर्नुभयो र पहिला अपरेसन जो डेलिभरीको बेलामा गर्नुभयो उहाँ डक्टरहरूसित पनि के छुटेथ्यो त अहिले जो अपरेसन गर्नुभयो उहाँहरूको दायित्व हो कि चाहिँ अपरेसनको बेलामा जो सामानभित्र थियो कटन थियो, हामीले त रिपोर्ट पाउँदा कटन आएको छ कहीँबाट इन्टर्नल जानकारी, अनि चाहिँ त्यो साइज पनि त्यहाँ देखिएछ भनेछ, तर उहाँहरूले त्यो हतारमा हामीले चाहिँ नि त्यो देखाउन सकेनौँ। अपरेसन लामो भयो, त्यसैमा व्यस्त भयो। त्यो चाहिँ नि अब भनेको म तपाईँलाई एकैछिन रोकेँ। भनेको जसले अपरेसन गर्नुभयो उहाँहरूले भन्नुहुन्छ त्यो भित्र के अड्केको थियो या के छुटेको थियो हामीले यकिन गर्न सकेनौँ भन्नुहुन्छ होइन? केही कुरा थियो त्यसमा, अलि चाहिँ डल्लो अब त्यो आन्द्रा निर थियो भन्ने कसरी आयो, जसको कारणले एकजना महिलाको मृत्यु भयो त्यही कारण थियो जुन अपरेसनका क्रममा छुटेको थियो। तर त्यही कारणलाई चाहिँ उहाँले पत्ता लगाउन खोज्नु भएन या उहाँले चाहिँ खासै ख्याल गर्नु भएन के अड्केको थियो भन्ने? मलाई त लाग्दैन कि, किनभने एउटा पथरीको अपरेसन गर्दा पनि सानो टुक्रा पनि चाहिँ ल यतिको साइज कति एमएमको छ भनेर चाहिँ देखाउँदो रहेछन्। यो चाहिँ एउटा संवेदनशील विषयलाई चाहिँ मान्छेको अब चाहिँ त्यत्रो लामो समयको अपरेसन गरेपछि अनि ठुलो परिणाममा रहेको त्यो डल्लो हो, टाइट छ, नरम छ, त्यो चाहिँ नि लेदो हो कि चाहिँ कुनै कटन हो, के हो कुरो त्यो चाहिँ हतार छ। हतार त्यो अपरेसन भ्याएपछि त चाहिँ के कुरो हो त्यो स्पष्ट त हेर्छन्। ल ठिक छ, हामीलाई अब भन्नलाई यहाँ केस अलिक जटिल भयो, बाहिर भनियो भने चाहिँ नि पहिला अपरेसन गर्नेहरूले फस्छ भन्ने कुरोमा चाहिँ नि लुकाउन खोज्यो कि, तर डक्टरहरूलाई त थाहा हुनुपर्ने हो नि, थाहा हुन्छ, त्यो थाहा नहुने कुरै हुँदैन। त अहिलेको बैठकमा त्यो कुरो आएन। तपाईँहरू कुन पक्ष बस्नु भएको थियो, यो प्रशासन पक्ष र तपाईँहरू पीडित पक्ष कि अरू कुन? प्रशासन म्यानेजमेन्टको तर्फबाट, अनि चाहिँ नि म्यानेजमेन्टको उता फेरि तपाईँको त्यो जो अहिलेको अपरेसन गरेको टिम डक्टरहरू त्यो टिमै हुन्छ, अनि पहिला अपरेसन गरेको टिम, अनि म्यानेजमेन्टको चाहिँ नि अब को संयोजक सूचना अधिकारी सुशील छेत्री हो कि के नाम हो उहाँको, अनि चाहिँ नि तेज प्रसाद केसी उता चाहिँ नि गुनासो सुन्नेतिरको होइन, उहाँहरूसित अब अन्तिममा के भयो भने हामीले चाहिँ नि यो विषयमा 5 सदस्यीय 3 सदस्यीय हामीले प्रोफेसर सहितको टोली, विज्ञ टोली गठन गरेछौँ। त्यो टोलीले के निष्कर्ष निकाल्छ, कसको गल्ती हो, कहाँ के थियो, सबै कुरो आउँछ। त्यसै हामी फेरि तपाईँहरूसित भोलि एकचोटि बस्नुपर्छ। यो छलफलमा तपाईँले निवेदन दिएको ठाडो निवेदन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका केही प्रतिनिधि हुनुहुन्थ्यो कि हुनुहुन्थेन? प्रतिनिधि जिल्ला प्रहरी बेलाइयाको इन्सपेक्टर साहब हुनुहुन्थ्यो, प्रहरीकै अब अधिकृत स्तरकै चाहिँ इन्सपेक्टर साहब हुनुहुन्थ्यो, त्यहाँ भित्रै बस्नु भएको थियो। अनि हामीले जाहेर चाहिँ निवेदन दिँदा हिजो दिएको त्यसमा जिल्लाको चाहिँ मुद्दाको टिम आएर सही साहब, इन्सपेक्टर साहब सबै आएर लासलाई सबै डिटेलमा सबै उ गरेर चाहिँ मुजुल्का, अनि लास चाहिँ अब पोस्टमार्टमको लागि, पोस्टमार्टम के को लागि हामीले जब सबै छिया छ, सबै अपरेसन गरेको कुरो सबै डिटेलमा आइसकेको छ भन्ने त्यो पोस्टमार्टमको लागि के हतार हो? हामीले चाहिँ पीडितलाई हामीले एउटा
पीडित पक्षलाई उसले लाखौँ रुपियाँ चाहिँ नि विभिन्न ठाउँमा उपचारको क्रममा स्वाहा गरिसक्यो। अलिअलि 2-4 कट्ठा जग्गा थियो, घर खेत भयो, बिकेर सिद्ध्यायो। अब चाहिँ नि बिचरा परिवार पनि यिनीहरूको लापरवाहीले मृत्यु घोषणा भयो। लास अहिले बेवारिसै छ। उनीहरूलाई न्याय कसले दिने? न्यायको लागि हाम्रो माग हो। उनीहरूलाई चाहिँ नि यो सम्बन्धित डाक्टर विज्ञ टोली कारवाहीको माग छ। कसले पहिला अपरेसन गरेको, त्यहाँ कटन छुटाएको, के छुटाएको थियो, छुटाएरै चाहिँ नि रहेको तपाईँहरू अहिले छलफलमा बस्दै गर्दा त्यो कुरा छ। पहिला अपरेसन गर्ने र अहिले अपरेसन गर्ने टिम दुईटै टिम थियो। दुईटै टिम थियो। तपाईँहरूलाई यो जवाब हामीले कुन कारणले मृत्यु भयो र त्यहाँभित्र के छुटेको थियो हामीले जानकारी दिन सकेनौँ या हामीले हेर्न भ्याएनौँ भने यो गैर जिम्मेवारीपूर्ण कुरा अभिव्यक्ति कसले दियो? अब त्यो अहिलेको अपरेसन चिन्नुहुन्छ उहाँलाई? उहाँको नाम थाहा छ तपाईँलाई? नाम चाहिँ नि त्यो नाम त परिचय दिएरै भन्नुभयो। हामीले ठ्याक्कै अब याद छैन, तर चाहिँ नि हामी त्यो चेहराले त चिन्छौँ उहाँहरूलाई होइन। नाम पनि आउन सक्छ होइन। 4जना हुनुहुन्थ्यो उहाँहरू र उहाँहरूले हामीले के भन्यौँ भने तपाईँहरू धन्यवादको पात्र हुनुहुन्छ। अहिले जो क्रिटिकल पोइन्ट कसरी भयो त्यो पहिलाको अपरेसनले गर्दा भयो। अरू अन्तको रिपोर्टले पनि भन्यो यो पेटभित्र छ, पहिला कहाँ अपरेसन गराएको थियो त्यसै कारणले रहिरहेछ। यसलाई चाहिँ अब यी गर्ने अहिले डक्टरलाई हामीले खास आरोपित गर्न खोजेन। हामीले तपाईँहरूले धन्यवादको पात्र बचाउनलाई चाहिँ अपरेसन गर्न खोजे हो। तर तपाईँहरूले एउटा कुरा मात्रै गलत के भन्नुभयो, के गर्नुभयो भने हाम्रा चाहिँ नि यो पीडित पक्षका उनीहरूको गार्जियनलाई यो निस्कियो, यो थियो पेटमा, यो निकालियो। अब चाहिँ नि अब यो जुन दुःख दिइरहेको थियो त्यो निकालियो। यही कुरो थियो, चाहे त्यो डल्लो थियो, जे पनि थियो, त्यो कुरो चाहिँ नदिएर यहाँ हामीले शङ्काको घेरामा उहाँहरूले पर्नु भएको छ। उहाँहरू के भन्न चाहनुहुन्छ यसमा? जो पहिला नम्बर त उहाँहरूले क्लियर चाहिँ नि भन्नु पर्यो त्यो कुरो। अनि चाहिँ उहाँहरूले हाम्रै विज्ञ टिमले यो अनुसन्धानको विषयमा राखेको छ। बेलुकासम्म हाम्रो टुङ्गो लाग्छ, भोलि हामी एउटा निष्कर्षमा पुग्छौँ। अब हाम्रो खास गरेर हामीले यो अहिलेको भन्दा पहिला अपरेसन गरेको माथि हाम्रो यो कारवाहीको माग छ। उहाँहरूकै कारणले चाहिँ नि यो अवस्था आयो, मान्छेको मृत्यु हुन गयो। अब मृतक पक्षलाई अब क्षतिपूर्ति, उसको अब क्षतिको चाहिँ नि मान्छे मरिसकेको उसको कुनै किमतै छैन। लाखौँ करोडौँ दिए पनि त पुग्दैन। तर चाहिँ नि एउटा चाहिँ नि क्षतिपूर्तिको मेडिकल कलेजले यो व्यवस्थापन समितिले कसले जिम्मेदार हो, उनीहरूबाट हुनुपर्छ र त्यो सम्बन्धी डक्टरहरू कारवाहीको भागीदार हुनुपर्छ। धन्यवाद। कसरी मृत्यु भयो तपाईँको श्रीमतीको? यही अपरेसन गर्यो तर त्यसमा के छ के छैन डाक्टरसित सोधेँ, ल बताएन। अहिले बाहिर भनिएको जस्तो जुन फोटो देखिएको छ, अहिले फोटो बाहिरिएको छ र अस्पतालको रिपोर्ट पनि केही बाहिरिएको छ, तपाईँको श्रीमतीको पेटमा कपडा छोडिएको थियो, कटन छोडिएको थियो भन्ने छ। के छ तपाईँलाई थाहा छ? केही भएन डाक्टरहरूले। तपाईँलाई शङ्का के छ? त्यही कपडा हो। गोरखपुरमा तपाईँलाई के भनेको थियो? भनेको थियो। के भनेको थियो? त्यही कि पेटमा छ केही त जायो त्यही डाक्टरले थाहा पाइहाल्छ। के भन्न चाहनुहुन्छ? अब के भन्न चाहन्छु सर, न्याय पाउनु पर्यो। अब सर यही हो भनेको कि न्याय पाउनु पर्यो, डाक्टरको लाइसेन्स खाइरहनु पर्यो जसरी भए पनि, अनि हामीलाई क्षतिपूर्ति त पाउनु पर्यो। सर हाम्रो अवस्था एकदमै कमजोर। तपाईँ जस्तै अरू पीडित हुन नपरोस्, तपाईँको बुहारी जस्तो अरूको मृत्यु हुन नपरोस् हैन? यस्तो यस्तो केस 3-4वटा यहाँ भइसकेको छ। पहिला पनि घटेको? 3-4वटा भन्छ। यहाँको डाक्टरले र बाहिरबाट डाक्टर आउनुभएको थियो, उहाँले पनि प्रस्ताव राखे कि एउटा केस यो होइन, यो केस लिएर 4वटा केस भइसकेको छ। यस्तो यस्तो यिनीहरू गर्छन्। 10,000को औषधि मगाउँछन्, त्यो 2,000को औषधि लाग्छ भने 10,000को लेख्छन्, 20,000को औषधि लाग्छ 30,000 लेख्छन् यिनीहरू, त्यो औषधि पनि बेचिदिन्छन्। धन्यवाद। छलफलमा के भयो? वास्तवमा छलफलमा धेरै कुराहरू भयो, तर ती कुराहरू मेरो व्यक्तिगत समझमा आएन। किनभने हाम्रो चाहना के हो भने विगतमा यो हस्पिटलमा जो पनि डाक्टर होस् अपरेसन गरेको छ त्यो त्यहाँ उहाँबाट त्रुटि भएको छ। त्यो त्रुटि गोरखपुरको हस्पिटलमा त्यसको अनुसन्धान गरेर त्यहाँबाट डाक्टरहरूले भन्नुभयो यो जहाँ तपाईँ अपरेसन गराउनु भएछ यसमा केही पदार्थ छुटेको रहेछ। अनि त्यसपछि शङ्का भयो, अनि त्यहाँ आइयो। अनि आइसकेपछि अपरेसन गर्ने क्रममा केही दिनपछि फेरि उहाँको मृत्यु भयो। हाम्रो भनाइ के हो भने यो हस्पिटलमा
आज हाम्रो घरको कोही परिवारसित भएको छ, भोलि अर्कोसित यो एउटा डक्टरमा हुनुपर्ने यो अवगुण हो, यो लापरवाही हो। यो त्यो लापरवाही उहाँहरू नस्वीकारिकन दुनियाँभरको सिस्टमको कुरा गर्दै गरेको छन्। महिला मृत्यु भएको महिलाको पेटभित्र डाक्टरले के छुटाइदिनु भएको रहेछ? भन्दैछन् कि एउटा डल्ला थियो, के थियो त्यो के को डल्ला थियो? हुन सक्थ्यो भन्नुभयो। अनि हामीले भने तपाईँ कुन प्रकारको डाक्टर हो? डाक्टरले त स्टोन निकाल्दाखेरि जे पनि हुन्छ, जति एमएमको हुन्छ त्यो निकालेर पेसेन्टका परिवारलाई हराउँछ। हेर्नुहोस् यति ठुलो हो, तपाईँले किन हराउनु भएन? त्यो त्रुटि हो कि होइन? यसको मतलब के हामी बुझौँ? अब हाम्रो माग यही हो कि सबभन्दा पहिला यस्तो त्रुटि भएको छ, एउटा परिवारको जान गुमाउनु पर्ने अवस्था छ। उहाँहरूलाई अब एउटा डक्टर भएको मान्छे, एमबिबिएस एमडी गरेको मान्छे, एमएस गरेको मान्छेले त्यत्रो अपरेसन गर्दाखेरि त्यहाँ सामान छ भने त्यहाँ बिच्नुभयो या लापरवाही गर्नुभयो, उहाँलाई कानुनको दायरामा आउनु परेन? उहाँलाई हाम्रो त सरकारसित जिल्ला प्रहरी कार्यालयमा निवेदन पनि छ। हाम्रो माग हो त्यस्तो लापरवाही गरेको जो पनि होस् डक्टर, त्यसलाई कारवाही हुनुपर्छ। तपाईँहरूको छलफल सकिएको त छैन नि? अहिले सकिए छैन, अहिले संवाद जारी नै छ। अब उहाँहरू अब भोलिसम्मको लागि केही प्रक्रियाहरू होला उहाँको, होइन? त्यो गर्नुहुन्छ र पीडित पक्षलाई फेर्नुपर्छ भनेर हाम्रो चाहना हो र दोषीमाथि कारवाही गर्नुपर्छ। धन्यवाद। सर्वप्रथम त म यहाँ हस्पिटलको एकदम धेरै लापरवाही देखिरहेको छु र उहाँहरूले यो घटनालाई अलिकति तीव्र गतिमै ढाक्न खोज्ने प्रयासहरू एकदम चरम रूपमा भइरहेको छ र पीडितलाई खासै वास्ता नगरेको र पीडितसँग पटक पटक उपचारको नाममा रकमहरू वसुल गरेको। उहाँहरूलाई यो कुरा थाहा भइसकेको थियो कि हाम्रो कारणले, हाम्रो गल्तीले हामीले पेटमा एउटा गज छोडिदिएको कारणले नै आज पीडितले धेरै ठाउँमा नेपालदेखि भारतसम्म दुःख पाउनु परेको अवस्थामा पनि अनि फर्केर पीडित यहाँ आइसकेपछि उहाँहरूले थाहा पाइसकेपछि फेरि पनि पुनः उहाँहरूले त्यो पीडितलाई पैसा लिएर अपरेसन गर्नुपर्छ, यो गर्नुपर्छ, त्यो गर्नुपर्छ, औषधिका किन्ने कुराहरू धेरै पैसा चाहिँ उहाँहरूले पीडितबाट फेरि पनि लिएको अवस्था हो र उहाँहरूले यो अहिले पनि स्वीकार गरिराख्नु भएको छैन कि पेटभित्र गज थियो र यो हाम्रै कारणले छोडेको भन्ने कुरा पनि उहाँहरू स्वीकार गर्न हिचकिच गरिरहेको अवस्था छ। यो उहाँहरूले स्वीकार गर्नै पर्छ। यो सत्यलाई उहाँहरूले लुकाउन पाउनुहुन्छ छैन। आज हामीसँग हजुर जस्तो एउटा निष्पक्ष मिडिया पनि हामीसँग साथमा हुनुहुन्छ। म उहाँलाई, हजुरहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र हामीसँग जति बेलासम्म हामीसँग यो जनताहरू हुन्छ त्यतिखेरसम्म हामीले न्याय पाउँछौँ भन्ने कुराको पनि हामीले आशा लिएका छौँ। तपाईँ पनि भित्र छलफलमा पुगेर आउनु भएन? के भयो छलफल? सर त्यहाँ सबभन्दा पहिला मैले के आफ्नो हाम्रो त सबै त्यसै 4-5 वोट हामी राख्यो होइन, 4-5 बुदा पनि राख्यो। सबभन्दा पहिलो मुद्दा मेरो के थियो, आजसम्मको जति यहाँ हाम्रो डकुमेन्टहरू छ त्यो पहिला प्रस्तुत गर्नु, तर उहाँहरू त्यो चाहिँ हाम्रो कुरा काटिदिनु पऱ्यो, त्यो डकुमेन्ट दिनु भएन। नेक्स्ट कुरा हाम्रो के थियो भन्दाखेरि उहाँ डाक्टर साहबसित कि जस्तै औषधि एकचोटि मगाउनु भएन। जब उहाँले आइसियुमा गइसक्नुभयो 13,000 र 12,000को औषधि, त्यही औषधि फेरि 2 पटक मगाउनु भयो। लाग्ने त एकैचोटि हो तर त्यही औषधि 2 चोटि मगाउनु भयो। अब त्यो औषधिले के गर्नुभयो यिनीहरू? त्यो ब्ल्याक गर्नुभयो। बिल छ तपाईँ? बिल छ सर, सब हरेक बिल छ। उहाँहरूले त्यो पनि स्वीकार गर्नु भएन। अनि अर्को कुरो, त्यो पहिला अपरेसनको बेलामा उहाँ जुन हाम्रो म्याडमको त्यहाँ ड्युटी थियो, उहाँले स्पष्ट भन्नुभयो हामी त्यहाँ थिएन। अब त्यो कुन टिम थियो, के थियो, यहाँ को आएको थियो, त्यो उनीहरू पारित गर्नु भएन कि को थियो भनेर। अनि आजको जुन हाम्रो डाक्टर हुनुहुन्थ्यो, अस्ति जुन हाम्रो अपरेसन गर्नुभयो, त्यहाँ हामीले हेरौँ एकदमै स्पष्ट छ। त्यहाँ के अरे 16 इन्ची लम्बाइ अनि 3 इन्ची चौडाइ भएको त्यो जुन हाम्रो कार्टुन थियो के अरे कार्टुन जुन थियो त्यो एकदमै स्पष्ट देखिएछ। तर उहाँले के भनिराख्नु भएको छ त्यहाँ यहाँ के अरे त्यो के भनौँ हामी के भन्छन् घाउलाई होइन, त्यो यति गन्धाइ राख्नु भएको थियो। यति हामी 6 घन्टा त्यहाँ अपरेसन गऱ्यौँ अनि त्यसपछि हामीले त्यो थाहा भएन कि त्यहाँ के छ। अनि मैले बार त्यहाँ भन्दाखेरि त्यो सर प्लिज एकचोटि कन्फर्म भनिदिनु न, कन्फर्म। तर उहाँको के भनाइ छ त्यसमा केही थियो। अब के थियो त्यो उहाँले स्पष्ट गर्नु भएन, तर हामीसँग त्यो स्पष्ट आइसकेछ। त्यो के थियो, त्यहाँभित्र पसेको जुन कार्टुन थियो त्यही थियो मेन कुरो सर। तर यहाँहरू कहिले पनि त्यो स्वीकार्नेवाला छैन। त्यो कार्टुनकै कारण मृत्यु भयो तर अस्पताल स्वीकार्न छैन। अनि यहाँहरूले चाहिँ लामो बनाउन खोजिराख्नु भएको छ। त्यो एक दिन अहिले के अरे भन्नुभयो कि हाम्रो के अरे एउटा यहाँ टिम छ होइन, जुन कि चाहिँ अनुसन्धान गरेको छ। त्यो अघि नै यहाँ एउटा हस्पिटलको पनि एउटा टिम छ, 5 जनाको टिम। एउटा डाक्टरले त्यहाँ भन्नुभयो त्यो चाहिँ अनुसन्धान त्यो गरिसक्नु भएको छ। तर फेरि एकजनाले के भन्नुभएको छ त्यहीको डाक्टरले यहाँ अर्को एउटा हाम्रो गोपनीयता जुन छ, गोपनीयता हाम्रो एउटा के अरे अनुसन्धान टिम छ, त्यो जहिलेसम्म हाम्रो त्यो क्लियर गर्दैन तहिले हामी केही पनि गर्दैन। उहाँले भन्यो 1 महिना लाग्दैन, तर 1 महिनाभन्दा कम पनि लाग्दैन। मलाई त्यस्तो आशा छ। यहाँले ठुलो बनाइराख्नु भएको छ। के भन्न चाहनुहुन्छ? सर म यही भन्न चाहन्छु कि जो पनि डाक्टर छ
होइन पहिलाको डाक्टर अहिलेको डाक्टर उनीहरूलाई कारवाही हुन पर्यो लाइसेन्स खारिज मतलब लाइसेन्स हटाउन पर्यो उनीहरूको नोकरीबाट हटाउन पर्यो जेल हाल्न पर्यो हामीले न्याय पाउन पर्यो सर यति म भन्न न्याय पाउनु पर्यो। न्याय पाउनु पर्यो सर अब यो त यहाँ एमडी एमएस पढेका यो डाक्टरहरूको एकदम चरम लापरवाही हो यो भन्दा पहिला पनि यहाँ घटना भएछ मेरै अगाडि त्यो यहाँ पेसेन्ट मरेछ यिनीहरू स्वीकारेन त्यो समयमा पनि मैले बचाएको तेज सर पनि हुनुहुन्थ्यो अनि लेडी डाक्टर मसँग लडिहालिन् मैले उहाँलाई उहाँको एउटा महिलाको नाताले मैले सेफ्टी बचाउनको लागि एउटा कोठामा मैले थुनिदिएँ अनि तोडफोड भयो अनि त्यो त मान्छे बिना अक्सिजनको सिलिन्डरमा अक्सिजन थिएन त्यही मैले परीक्षण फेरि गरेँ तर अक्सिजनै थिएन अनि 9-10 जना यो डाक्टरहरू यो सिकारु जुन छन् लेडिज र जेन्ट्स दुइटै थिए मैले यो के हो जब अक्सिजनै छैन तपाईँकै अगाडि मेरै अगाडि यो मान्छेले आफ्नो दम तोडेको होइन त यो त चरम लापरवाही हो नि यहाँको म्यानेजमेन्ट भनेको यसरी बुझ्न सक्यो युनिभर्सल मेडिकल कलेजको यो पहिलो त्रुटि होइन होइन, यो बारम्बारको त्रुटि लापरवाही र यो अमानवीय क्रियाकलाप हो हो त्यो अमानवीय नै हो मानव उसमा चाहिँ यो त अमानवीय एउटा खेलवाड यिनीहरू गरिराखेछन् यहाँ अनि दक्ष अनुभवी छैनन् यहाँ त्यसबाट सिद्ध हुन जान्छ भनेको अस्पतालले यो मेडिकल कलेजले हजुर। पीडित पक्षलाई राखेर तपाईँको बिरामी यो अवस्थामा हुनुहुन्थ्यो यो कारणले मृत्यु भयो भनेर जानकारी दिनुपर्ने त्यो पनि गुमराहमा राखिदियो एकदम गुमराहमा राखे यिनीहरू त लुकाएर राखे त्यस्ता पेसेन्टहरूलाई त पूर्ण रूपमा उहाँको अधिकार हुन्छ अनि त्यो मेडिकल कलेजको पनि यहाँको प्रोफेसर या जो पनि प्रिन्सिपल हुन्छ उसको पनि दायित्व बन्न जान्छ त्यो आफ्नो पेसेन्टलाई त्यो सबै कुरा जानकारी गराउनु अहिले पनि मैले पनि फेसबुकमा हेरेँ त्यो कपडाको डल्लो हो अब त्यही अब 10 महिना 12 महिना जति पनि पहिला यो अपरेसन गरियो त्यसमा चाहिँ त्यो सडन गर्यो त्यहाँभित्र घाउ बनायो क्यान्सरको रूप लियो त्यस कारणले त्यो महिलाको मृत्यु भएको स्पष्ट सिद्ध हुन जान्छ तर हस्पिटल त्यो भन्न तयार छैन भन्न तयार छैन अहिले अनि जति पनि थिए त्यो केही अहिलेसम्म भनेनन् यो कुरा हो धन्यवाद हो धन्यवाद यो वा त्यो बहानामा सत्य दबाउन नखोजियोस् लापरवाही गर्ने जोसुकै होस् निष्पक्ष छानबिन होस् दोषीलाई कारबाही गरियोस् कामना गरौँ अन्य बिरामीले विद्यावती कोइरीको जस्तो नियति भोग्न नपरोस् फलोअप रिपोर्ट सहित आउने नै छौँ न पक्ष न विपक्ष सधैँ निष्पक्ष तपाईँ हाम्रो एउटै स्वर कार्यक्रम मिसन भण्डाफोर धन्यवाद मिसन भण्डाफोर टिम